सम्पूर्ण साथीहरुमा नमस्ते, स्वागत छ। आज हामीले संघीय खरिदार त्यसैगरी प्रदेशको चौथो तह तृतीय पत्रका लागि महत्त्वपूर्ण विषय लिएर उपस्थित भइसकेका छौं। जे जति साथीहरुले लिखित पत्रको तयारी गरिरहनु भएको छ, तपाईहरुले राजपत्रको बारेमा केही कुरा जान्नुपर्ने हुन्छ र तपाईहरुलाई तयारीका लागि सहजता प्रदान गर्नका लागि आजको यो भिडियो हामीले उपलब्ध गराएका छौं। राजपत्रको सामान्य परिचय भने तापनि राजपत्रको टपिकका बारेमा राजपत्रको टपिकबाट लोकसेवाको लिखित परीक्षामा सोध्न सक्ने सम्भावित विषयवस्तुलाई समेटेर आजको यो भिडियो तयार गरेका छौं। भिडियो अन्तिमसम्म हेर्नुहोला। र सबैभन्दा सुरुमा जानौं राजपत्र भनेको के हो त? राजपत्र हामीले यहाँ समावेश गरेका विषयहरूलाई लिखित पत्रको ढाँचामै तयार गरेका छौं र प्रश्नकै त्यो एन्सरमा हामीले एन्सर फर्म्याटमै तयार गरेका छौं। त्यसैले तपाईहरुलाई यसरी लेख्न पनि सहज हुन्छ भनेर जानकारी गराउनलाई सबैभन्दा सुरुमा राजपत्र भनेको के हो त भन्दा राजपत्र भनेको सरकारको मुखपत्र अर्थात् यो खबर पत्रिका हो, सरकारको आधिकारिक पत्रिका हो, अर्थात् सरकारको मुखपत्र राजपत्र हो। अब हामीले यति जानेर पुग्दैन राजपत्रको डेफिनेसन के हो त भन्दा राज्यका तर्फबाट गरिने औपचारिक एवं आधिकारिक कानुनी लिखत एवं सूचना दस्तावेजलाई राजपत्र भनिन्छ। केबाट? राज्यबाट प्रकाशन गरिने एउटा औपचारिक हुनु पर्यो, औपचारिक रूपमा प्रकाशन गर्नु पर्यो र सरकारका आधिकारिक हुनु पर्यो। कानुनी लिखत हुन् या सूचना हुन्, ऐन नियम दस्तावेज आदि त्यहाँ अध्यादेशहरू सन्धि सम्झौताहरू जे भए पनि के हुनु पर्यो भन्दा आधिकारिक हुनु पर्यो र औपचारिक हुनु पर्यो। हो त्यो प्रकाशन गर्ने एउटा दस्तावेज के हो त भन्दा राजपत्र हो। अनि राजपत्र राज्यका महत्त्वपूर्ण सूचनाहरू प्रकाशन गर्ने कानुनी दस्तावेज हो। मैले भने राजपत्र प्रकाशन के हो त भन्दा राज्यका महत्त्वपूर्ण सूचनाहरू प्रकाशन गर्ने एउटा कानुनी आधिकारिक दस्तावेज हो। राजपत्र सञ्चालन गर्ने क्रममा सरकार र सरकारी निकायको तर्फबाट गरिने महत्त्वपूर्ण कार्यहरूको औपचारिक र आधिकारिक रूपमा सर्वसाधारणका जानकारीका लागि राजपत्र के गरिन्छ? प्रकाशन गरिन्छ। राज्य सञ्चालनका क्रममा राज्यलाई सुशासनमुखी बनाउन, राज्यलाई चाहिँ राज्यको शासन सञ्चालन जनमुखी बनाउन, पारदर्शी खुल्लमखुल्ला बनाउन, चुस्त दुरुस्त बनाउनका लागि के गर्छ भन्दा राज्य सञ्चालन गर्ने क्रममा राज्यका संयन्त्र मार्फत, राज्यको आधिकारिक निकाय मार्फत सरकार र सरकारी निकायको तर्फबाट के हुन्छ भन्दा महत्त्वपूर्ण कार्यहरू भइरहेका हुन्छन्। हो त्यो कार्यहरूलाई आधिकारिक रूपमा र औपचारिक रूपमा सर्वसाधारणको, कसका लागि? नागरिकका लागि। कसका लागि? जनताका लागि। जनताका लागि, नागरिकका लागि र सर्वसाधारणका लागि के त भन्दा जानकारी प्रदान गर्नका लागि। जानकारी पनि अफवाहको जानकारी होइन, आधिकारिक रूपमा जानकारी प्रदान गर्नका लागि के गरिन्छ? राजपत्र प्रकाशन गरिन्छ। यति मात्रै भएर राजपत्रको डेफिनेसन पुग्दैन। राजपत्रको विकास क्रम, राजपत्र विश्वमा कहाँबाट सुरु भयो, नेपालमा कहिलेबाट सुरु भयो, के कसरी सुरु भयो भन्ने विषय पनि हामीले जान्न जरुरी छ। र सबैभन्दा सुरुमा विश्वमा राजपत्रको विकास क्रम कसरी भन्दा यो 15औं शताब्दीमा विश्वमा 15औं शताब्दीमा इटालीमा न्युज लेटरको रूपमा प्रकाशन सुरु भएको इतिहास पाइन्छ। त्यसैगरी सन् 1665 मा आएर चाहिँ यो 1665 मा त्यही न्युज लेटरलाई चाहिँ के भयो त भन्दा द अक्सफोर्ड गजेट इङ्ल्यान्डबाट सुरु भयो हैन। कहिले भन्दा सन् 1665 मा कहाँबाट सुरु भयो भन्दा इङ्ल्यान्डबाट। केबाट? इङ्ल्यान्डबाट सुरु भयो। कहाँबाट? इङ्ल्यान्डबाट। र कसरी भन्दा द अक्सफोर्ड गजेट भन्ने एउटा विषयबाट, एउटा त्यो पत्रिकाबाट चाहिँ गजेट भनेको एउटा हामीले अन्य देशमा गजेट भन्ने तापनि नेपालमा राजपत्रै भनिन्छ। राजपत्रलाई अन्य देशमा गजेट भनिन्छ। त्यो हिसाबले राजपत्र इङ्ल्यान्डबाट कसरी सुरु भयो भन्दा द अक्सफोर्ड गजेटबाट सुरु भयो। अनि यही द अक्सफोर्ड गजेटलाई हाल चाहिँ लन्डन गजेटका रूपमा चाहिँ प्रत्येक हप्ता प्रकाशन गर्ने गरिएको छ। र यही लन्डन गजेटलाई भारतमा, हाम्रै छिमेकी देश भारतमा के भनिन्छ भन्दा द गजेट अफ इन्डिया भनिन्छ भने नेपाल राजपत्रका नामले चिन्ने गरिन्छ। अब नेपालमा विश्वको विकास क्रम यो भयो। नेपालमा कसरी विकास भयो त राजपत्रको भन्दा यो विक्रम सम्वत 2008 को साउन 23 गते 2008 सालको साउन 23 गते नेपाल गजेटका नाममा राजपत्र प्रकाशन सुरु भयो नेपालमा। पछि सन् विक्रम सम्वत 2023 को माघ 17 गते
नेपाल गजेटको नामलाई संशोधन गरी नेपाल राजपत्र राखी प्रकाशन भएको पाइन्छ। हुन त 2008बाटै सुरु भएको हो, तर पछि 23मा आएर के भयो भन्दा त्यो नेपाल गजेट भन्ने नाम थियो। त्यो नेपाल गजेट नामलाई परिवर्तन गरेर के रह्यो त भन्दा नेपाल राजपत्र भन्ने राखियो है। अनि नेपालमा यो सङ्घीय शासन प्रणाली सुरु भयो। नेपालमा सङ्घीय शासन व्यवस्था अवलम्बन भएपछि के गरियो त भन्दा यो वर्तमान समयमा प्रदेश सरकारले पनि राजपत्र प्रकाशन गर्छन्, स्थानीय तहले पनि के गर्छन् राजपत्र प्रकाशन गर्छन्। तर नेपाल राजपत्र प्रकाशन गर्दैनन्। यिनीहरूको छुट्टा छुट्टै राजपत्र छ। सङ्घीय सरकारले नेपाल राजपत्र, प्रदेश सरकारले प्रदेश राजपत्र र स्थानीय तहहरूले स्थानीय राजपत्र प्रकाशन गरी आफ्ना काम कारबाहीहरूलाई सर्वसाधारणका लागि जानकारी प्रदान गरिरहेका छन्। यसरी चाहिँ विश्वको विकासक्रम अनि नेपालको सन्दर्भमा राजपत्रको विकासक्रम यसरी प्रस्तुत गर्न सकियो। यति भए पुग्छ। र अर्को भनेको हामीले जान्नुपर्ने भनेको राजपत्र प्रकाशनको आवश्यकता है। राजपत्र सरकारले प्रकाशन गर्छ, के का लागि गर्छ त, त्यसको आवश्यकता के छ, त्यसको महत्त्व के छ, त्यसको उद्देश्य के हुन्, त्यसको औचित्य के हो भन्ने पनि हामीले जान्न जरुरी छ। सबैभन्दा सुरुमा त यो नेपाल कानुनको बारेमा नागरिकलाई जानकारी दिलाउन नै हो है। नेपाल सरकारले, नेपालको राज्य संयन्त्रले के गरेका भन्दा नागरिकका लागि सूचना प्रदान गर्ने कानुन निर्माण गरेका बारेमा यो कानुन हामीले नागरिकका लागि र राज्यका लागि निर्माण गरेका छौँ, यो तपाईँहरूले जान्नुहोस्, बुझ्नुहोस् अनि यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर जानकारी दिलाउनलाई राजपत्र प्रकाशन गरिन्छ। अनि आम नागरिकको सूचनाको हकको प्रत्याभूति दिलाउन, यो आम नागरिकको सूचनाको हक छ जो संविधानको धारा 27मा सूचनाको हकको मौलिक हकको रूपमा व्यवस्था गरेको छ। सूचना हकलाई, त्यो हकलाई, सूचनाको हकलाई प्रत्याभूत दिलाउन पनि राजपत्र प्रकाशन गरिन्छ। अनि कानुनमा भएको संशोधन खारिजीका बारेमा सर्वसाधारणलाई सुसूचित गराउन भनेको विगतमा भएका कानुनमा कहीँ कतै त्रुटि भए अथवा नयाँ व्यवस्था भए, संशोधन भएको बारेमा संशोधन भयो भनेर जानकारी दिलाउन र कतै त्यो विगतका कानुनहरू खारेज भइसक्यो भनेर सर्वसाधारणलाई सुसूचित बनाउन पनि राजपत्र प्रकाशन गरिन्छ। अनि सरकारका गतिविधिहरूलाई पारदर्शी बनाउन, सरकारका गतिविधिहरूलाई खुल्ला एवं पारदर्शी बनाउन पनि राजपत्र प्रकाशन गरिन्छ। नागरिकलाई ऐन नियमको दायरामा ल्याउन, नागरिकहरूलाई ऐन नियमको दायरामा ल्याउन भनेको हाम्रो कानुनको मान्यता के छ भन्दा कानुनको अनभिज्ञता क्षम्य हुँदैन भन्छ हो। त्यसैले यो ऐन नियमको पनि पालना गर्नका लागि जानकारी प्रदान गर्नैपर्छ र त्यसको दायरामा ल्याउनलाई राजपत्र प्रकाशन गरिन्छ। अनि राज्यका महत्त्वपूर्ण निर्णय एवं नियुक्तिलाई सार्वजनिक गर्न है। राज्यका महत्त्वपूर्ण निर्णयहरू हुन्छन्, तत्कालीन आपतकालीन निर्णयहरू, दीर्घकालीन निर्णयहरू हुन्छन्, ती निर्णयहरूलाई चाहिँ सार्वजनिक गर्न, नियुक्तिहरूलाई सार्वजनिक गर्न अनि सूचनाको आधिकारिक स्रोत सुनिश्चित गर्न। अब सूचना त बजारमा त आयो, नागरिकको कानमा चाहिँ सूचना पुग्यो, तर कसले दियो त्यो सूचनाको स्रोत के हो भनेर एउटा आधिकारिकता प्रदान गर्ने काम। अर्को भनेको सूचनाको आधिकारिक रूपमा अभिलेख राख्न, आधिकारिक रूपमा अभिलेख राख्न पनि राजपत्र आवश्यक छ। अनि सूचना तथा जानकारीलाई विषयान्तर हुन नदिन है। त्यो अफवाह फैलाइन्छ नि त, बनेको कुरा एउटा हुन्छ, त्यसलाई चाहिँ सञ्चार गर्दा गर्दै सञ्चार अलिक फरक ढङ्गबाट भइसकेपछि के हुन्छ भन्दा विषयान्तर हुन्छ। हो, त्यो विषयान्तर हुनु हुँदैन है, खास भएको व्यवस्था यो हो भनेर चाहिँ विषयान्तर हुन नदिनलाई चाहिँ राजपत्र प्रकाशन गरिन्छ। अनि प्रकाशन हुने सूचनामा प्रयोग गरिने भाषालाई व्यवस्थित बनाउन है, किनभने यो कानुन मन्त्रालयबाट चाहिँ भाषागत शुद्धता हेरिन्छ नि त, यसको प्रक्रिया छ नि त राजपत्रको, यो भाषागत शुद्धतालाई हेरेर नै प्रकाशन गरिन्छ हो। त्यो भाषालाई चाहिँ व्यवस्थित बनाउनका लागि पनि राजपत्र आवश्यक पर्छ। अनि सूचनाको प्रकाशनलाई व्यवस्थित तथा मर्यादित बनाउन, जो पाइ त्यहीले सूचना प्रकाशन गरिदिने त्यो त अफवाह पनि हुन सक्यो नि त, आधिकारिक भएन के हो। त्यो आधिकारिकता प्रदान गर्नलाई राजपत्र आवश्यक छ। सूचना प्रकाशनलाई व्यवस्थित बनाउन, मर्यादित बनाउन, सहिष्णु बनाउन आवश्यक छ। यति कुरा बुझ्नु होला। अब भनेको राजपत्रका भागहरू, यो चाहिँ महत्त्वपूर्ण छ है। धेरै पटक विगतका परीक्षाहरूमा सोधिएको छ र अब आउने परीक्षामा पनि यो महत्त्वपूर्ण छ। राजपत्रका भागहरू कति छन् भनेर यो वस्तुगत प्रश्नहरूमा पनि सोधिएको पाइन्छ। अब भाग चाहिँ 6वटा छन्, राजपत्रका भाग 6वटा भाग छन्, तर कुन भागमा कुन कुन विषय प्रकाशन गरिन्छ भन्ने चाहिँ लिखित पत्र तयारी गर्ने साथीहरूका लागि निकै नै महत्त्वपूर्ण छ। भाग 1मा संविधान वा संविधान स्तरका घोषणापत्र प्रकाशन गरिन्छ। भाग 2मा संसदबाट पारित भई राष्ट्रपतिबाट लालमोहर लागेका ऐन तथा अध्यादेशहरू भनेको व्यवस्थापिका संसदबाट पारित भएका र राष्ट्रपतिबाट अझ लालमोहर भन्ने बुझ्नुहुन्न भने प्रमाणीकरण भएका भन्ने बुझ्नुहोस्
राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका ऐन तथा अध्यादेशहरू पनि त्यसमा प्रकाशन गरिन्छ। भाग 2 मा हेर्नुहोस् है, यो व्यवस्थापिका संसदबाट पारित भई राष्ट्रपतिबाट लालमोहर लागेका ऐन तथा अध्यादेश केमा प्रकाशन हुने भयो? भाग 2 मा। तर भाग 3 मा मन्त्री परिषदबाट पारित नियमावली तथा नेपाल सरकारले जारी गरेका आदेश तथा अधिकार पत्र भाग 3 मा प्रकाशन गरिन्छ। अनि भाग 4 मा संविधान अन्तर्गतका नियुक्ति बढुवाका सूचनाहरू के गरिन्छ भन्दा भाग 4 मा संविधान अन्तर्गतका नियुक्ति र बढुवाको सूचना भाग 4 मा प्रकाशन गरिन्छ। अनि भाग 5 मा भनेको ऐन नियम वा आदेश अन्तर्गत है, ऐन नियम वा आदेश अन्तर्गत मैले भने नै फेरि भाग 2 र 3 को कुरालाई 5 मा ल्याएर नझुक्किनु होला। भाग 2 मा ऐन तथा अध्यादेश प्रकाशन गर्ने हो। भाग 3 मा नियम नियमावली र सरकारले जारी गरेका यो आदेश तथा अधिकार पत्र प्रकाशन गर्ने हो। तर भाग 5 मा के हो त भन्दा ऐन नियम र आदेश अन्तर्गत भनेको छ। अन्तर्गत वा नेपाल सरकारले निर्णय बमोजिम, नेपाल सरकारको निर्णय बमोजिम राजपत्रमा प्रकाशन गर्नुपर्ने भनी उल्लेख भएका सूचनाहरू। यो भाग 5 मा के भनेको भन्दा ऐन नियम वा आदेश अन्तर्गतका सूचना, त्यसपछि नेपाल सरकारले निर्णय गरेका राजपत्रमा यही भागमा प्रकाशन गर्नु है भनेर उल्लेख गरेका विषयहरू पनि सूचनाहरू पनि भाग 5 मा प्रकाशन गर्ने भनेको छ। अब भाग 6 मा चाहिँ नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने हुन्छ र प्रकाशन गर्नुपर्ने हुन्छ भाग 6 मा। यति कुरा भनौँ। अब नेपालमा राजपत्र प्रकाशनमा अथवा राजपत्रमा सूचना प्रकाशन गर्दा प्रमाणीकरण गर्ने पदाधिकारीहरू, यो चाहिँ महत्त्वपूर्ण छ है। पदाधिकारीको रिगाइ सोध्न सक्छ, यो चाहिँ महत्त्वपूर्ण छ। अब ऐन अध्यादेश वा सन्धि भए कानुन मन्त्रालयको सचिवले प्रमाणीकरण गर्नुपर्छ। नियम नियमावली वा सम्बन्धित नियम नियमावली भए सम्बन्धित मन्त्रालयको सचिवले गर्नुपर्छ। तर अन्य सूचना भए कार्यान्वयन गर्ने मन्त्रालयको सचिव वा निजले भनेको कसले भन्दा कार्यान्वयन गर्ने मन्त्रालयको सचिवले अख्तियारी दिएको कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतले प्रमाणित गरी प्रकाशनका लागि पठाउने। कहाँ पठाउने? कानुन मन्त्रालयमा। नेपाल राजपत्रमा प्रकाशन बिना नै कार्यान्वयन गर्न सकिने विषयको आदेश वा निर्णयलाई राजपत्रमा प्रकाशन गर्नु नपर्ने भनेको यो नेपाल सरकारले तोकेका नेपाल यो राजपत्रमा प्रकाशन गर्नु पर्दैन है भनेका विषयहरूलाई राजपत्रमा प्रकाशन गर्न अनिवार्यता छैन, बाध्यता केही पनि छैन भनिएको। अनि कुनै पनि सूचना राजपत्रमा प्रकाशन गर्नु नपर्ने विषयमा दुविधा भएमा है, कुनै पनि सूचना राजपत्रमा प्रकाशन गर्नुपर्ने हो कि होइन कि भन्ने विषयमा दुविधा उत्पन्न भएमा सो विषयमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले निर्णय गरे बमोजिम हुनेछ भने यो भनेको चाहिँ कानुन मन्त्रालय अन्तिम निर्णय चाहिँ यो कानुन मन्त्रालयको हुनेछ भनेको। अनि राजपत्रमा प्रकाशन हुने सबै सूचनाहरू कानुन मन्त्रालयबाट अनिवार्य रूपमा चाहिँ सम्पादन गरिनुपर्ने हुन्छ है। सम्पादन कानुन मन्त्रालयबाट अनिवार्य रूपमा सम्पादन गरिनुपर्ने हुन्छ। अर्को छ राजपत्र सम्पादन। तपाईहरु अहिलेसम्म चाहिँ यो राजपत्र भनेको के हो, राजपत्रको कुन भागमा कति भाग छन् र कुन भागमा के विषय उल्लेख गरिन्छ, यस्तै राजपत्रको उद्देश्य लेख्नुहोस्, यस्तै सोधेको पाइन्छ। तर राजपत्र सम्पादन भनेर सोधियो भने तपाईहरु आत्तिनु भएन। यो प्रश्न पनि महत्त्वपूर्ण छ। राजपत्र सम्पादन भनेको के हो भन्दा सरकारी सूचनाहरू राजपत्रमा प्रकाशनका लागि प्राप्त भए पश्चात प्रकाशन हुनु पूर्वदेखि पश्चातसम्म गरिने सम्पूर्ण कार्यहरूलाई राजपत्रको सम्पादन भनिन्छ है। राजपत्रको प्रकाशन हुनु पूर्वदेखि राजपत्र प्रकाशनसम्मको कार्य प्रक्रिया पद्धति एवं समष्टिगत रूपलाई राजपत्रको सम्पादन भनिन्छ। यसमा संविधान कानुन एवं देशको सार्वभौमसत्ता लगायतका कुराहरूको विरुद्ध नहुने गरी राजपत्रको शुद्धाशुद्धि काटछाट एवं जाँच गरिन्छ है। यो सार्वभौमसत्तामा आँच आउने कुरालाई प्रकाशन गर्नु भएन र त्यसका विरुद्धमा नहुने गरी सूचनाको शुद्धाशुद्धि हेरिन्छ, काटछाट गरिन्छ र जाँच गरिन्छ हैन। अनि राजपत्र सम्पादन संवेदनशील र महत्त्वपूर्ण कार्य हो। अनि यसलाई त्रुटिरहित बनाउनका लागि कानुनको राम्रो ज्ञान भएको अर्थात् भाषाको विज्ञता भएको भाषा विज्ञले राजपत्रको सम्पादन गर्नुपर्ने हुन्छ। अनि नेपाल राजपत्रको सम्पादन कानुन मन्त्रालयबाट गरिन्छ भने प्रदेश राजपत्रको सम्पादन आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट गरिने व्यवस्था छ। अब यो भयो। अब नेपाल राजपत्रको सम्पादन तथा प्रकाशन प्रक्रिया के हो त भन्ने सोध्यो भने यो पनि महत्त्वपूर्ण छ। अब यी प्रक्रिया बुझौँ। प्रक्रिया राजपत्र प्रकाशन गराउने निकायले प्रकाशन गर्नुपर्ने सूचना कानुन मन्त्रालयमा अनिवार्य रूपमा सम्पादन गर्न पठाउने
कसले भन्दा जुन निकायले, जुन मन्त्रालयले राजपत्र प्रकाशन गर्नुपर्ने हो, अर्थात् सूचना प्रकाशन गर्नुपर्ने हो, त्यस्तो सूचना राजपत्रमा प्रकाशन गर्नु पूर्व कानुन मन्त्रालयमा सम्पादनका लागि अनिवार्य रूपमा पठाउने भनेको छ। अनि कानुन मन्त्रालयले प्राप्त सूचनाको सम्पादन गरी पुनः सोही सूचना पठाउने सम्बन्धित निकायमा फिर्ता पठाउने। हेर्नुहोस् है, सबभन्दा सुरुमा सम्बन्धित जुन निकायले सूचना प्रकाशन गराउनु पर्ने हो, त्यो निकायले चाहिँ सूचना प्रकाशन गर्नु पूर्व, राजपत्रमा सूचना प्रकाशन गर्नु पूर्व कानुन मन्त्रालयमा सम्पादनका लागि अनिवार्य पठाउने र कानुन मन्त्रालयले प्राप्त सूचनाको सम्पादन गरिसकेपछि पुनः सोही सूचना पठाउने सम्बन्धित निकायमा के गर्ने भन्दा फिर्ता पठाउने। त्यसपछि के हुन्छ भन्दा त्यस्तो सम्पादित ऐन, अध्यादेश वा सन्धि भए कानुन मन्त्रालयको सचिवले, नियम भए सम्बन्धित मन्त्रालयको सचिवले र अन्य सूचना भए कार्यान्वयन गर्ने मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतले प्रमाणित गरी मुद्रण विभागमा सम्पादनका लागि पठाउने। है, मुद्रण विभागमा किन पठाउने भनेर प्रश्न आउला। भाषाको शुद्धता, कानुनी शुद्धता हेर्ने कानुन मन्त्रालयले, तर प्रकाशन गर्ने के हो त भन्दा मुद्रण विभाग हो। मुद्रण विभाग कुन अन्तर्गत पर्छ भन्दा कानुन मन्त्रालय अन्तर्गत पर्दछ। त्यसपछि मुद्रण विभागले प्रमाणित प्रति प्राप्त भएपछि सर्वसाधारणको जानकारीका लागि नियमित अङ्क र अतिरिक्त अङ्क तरिकाबाट नेपाल राजपत्रको प्रकाशन गर्ने। अब तपाईँहरू झुकिनुहुन्छ, यो नियमित अङ्क भनेको के हो, अतिरिक्त अङ्क तरिका भनेको के हो भने झुकिनुहुन्छ। यति बुझ्नुहोस्, नेपालमा राजपत्र दुई तरिकाबाट हुन्छ, एउटा नियमित अङ्कबाट, एउटा चाहिँ अतिरिक्त अङ्कबाट। यो नेपालमा राजपत्र हरेक हप्ताको सोमबार नियमित रूपमा प्रकाशन हुन्छ र अतिरिक्त अङ्क भनेको चाहिँ यो विशेष सूचनाहरू भनेको है। अनि त्यसपछि अरू के छ भन्दा मुद्रण विभागले प्रमाणित प्रति चाहिँ यो सर्वसाधारणका लागि चाहिँ अतिरिक्त अङ्क र नियमित तरिकाबाट प्रकाशन गर्ने र सबै ऐन तथा अध्यादेश कानुन मन्त्रालयको सचिवको नामबाट र नियमित आदेश तथा महत्त्वपूर्ण सूचनाहरू सम्बन्धित मन्त्रालयको सचिवको नामबाट प्रकाशन गरिन्छ। ऐन तथा आदेशहरू कानुन मन्त्रालयको सचिवको नामबाट, नियम, आदेश तथा महत्त्वपूर्ण सूचनाहरू सम्बन्धित मन्त्रालयको सचिवको नामबाट प्रकाशन गरिन्छ। अन्य सूचनाहरू फेरि सम्बन्धित मन्त्रालयको सहसचिव तथा उपसचिवका नामबाट प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ। यति बुझौँ। अब गुणहरू, यो राजपत्र सम्पादनमा संलग्न व्यक्तिमा हुनुपर्ने गुणहरू के हुन् त भन्दा यो त इजी नै छ, तपाईँले बुझिहाल्नुहुन्छ। तपाईँले यो याद नगरे पनि थोरै याद गर्दा हुन्छ, रट्नै पर्ने विषय होइन। राजपत्रमा प्रकाशन हुने भाग खण्डका बारेमा सामान्य जानकारी हुनै पर्यो, त्यो त हामीलाई पनि हुनैपर्छ। अब नियमित अङ्क र अतिरिक्त अङ्क भनेको यो राजपत्र प्रकाशन हुने तरिका हो। यसको नियमित अङ्क र अतिरिक्त अङ्कको बारेमा ज्ञान हुनु पर्यो, भाषागत राम्रो ज्ञान हुनु पर्यो, प्रविधिको ज्ञान हुनु पर्यो, यति कुरा भइ पुग्छ। अब राजपत्र सम्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन् भने यो चाहिँ महत्त्वपूर्ण छ है, यो चाहिँ विगतमा सोधिएको प्रश्न हो। राजपत्र सम्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्दा 2 प्रति सूचनाको प्रमाणित मस्यौदा छ छैन, सूचना कुन भागमा प्रकाशन गर्नुपर्ने हो सो स्पष्ट उल्लेख भएको छ छैन, सूचना संविधानको कुन धारा, ऐन वा नियमावलीको कुन दफा अन्तर्गत प्रकाशन गर्न खोजिएको हो सो कुरा उल्लेख छ छैन, अनि सूचना निकाल्ने आधिकारिक निर्णय भएको छ छैन यकिन गर्ने, ऐन, गठन आदेश, नियमावली प्रकाशित गर्ने भए सो संसद, मन्त्री परिषद वा कानुन मन्त्रालयको सहमति अनुसार भए नभएको होइन। यो ऐन, गठन आदेश, नियमावली प्रकाशन त गर्ने, तर प्रकाशित गर्नुपर्ने विषयमा चाहिँ संसदबाट, मन्त्री परिषदबाट, कानुन मन्त्रालयको सहमति छ छैन चाहिँ यकिन गर्नुपर्छ। अनि पूर्व सूचना खारेज गर्नुपर्ने हो होइन यकिन गर्ने, अनि सूचना सम्बन्धित अधिकारीबाट प्रमाणित भएको छ छैन, प्रकाशन गर्नुपर्ने सूचना सम्बन्धित अधिकारीबाट यो प्रमाणित भएको छ छैन यकिन गर्ने, अन्तिममा आज्ञाले भन्ने शब्द चाहिँ राखिएको छ छैन उल्लेख गर्ने। यो चाहिँ महत्त्वपूर्ण छ, यो नछुटाउनु होला है। अन्त्यमा आज्ञाले भन्ने शब्द उल्लेख भएको छ छैन यकिन गर्ने, र पुरानो सूचना अनुसारको ढाँचा मिलेको छ छैन, पुरानो सूचना अनुसारको ढाँचा मिलाउनु पर्ने भए ढाँचा मिलेको छ छैन, र नयाँ ढाँचा अनुसार प्रकाशन गर्नुपर्ने भए नयाँ ढाँचाको स्वरूप उल्लेख भए नभएको यकिन गर्ने, र भाषागत शुद्धाशुद्धि छ छैन यकिन गर्ने। अर्को भनेको यो तपाईँले याद गर्नुपर्ने कुरा यहाँ छुटेछ, सूचना चाहिँ कुन ऐन अन्तर्गत भए, कुन ऐन अन्तर्गत, संविधानको कुन धारा अन्तर्गत, उपधारा अन्तर्गत भए कुन धारा भाग वा
उपधारा अन्तर्गत यो प्रकाशन गर्नुपर्ने हो, सो कुरा पनि उल्लेख गर्नुपर्छ। यति कुरा तपाईँले राजपत्रबाट ध्यान दिनुभयो भने, यति कुरा जान्नुभयो भने तपाईँको राजपत्रको सामान्य जानकारी होइन, तपाईँले बृहत जानकारी प्राप्त गरिसक्नुभयो। अब लोकसेवा आयोगको प्रदेशतर्फका 4औं तहका लिखित परीक्षाहरू केही प्रदेशका भइसकेका छन् र केही प्रदेशका अझै नजिकै छन् र सङ्घीय खरिदारको इक्जाम नजिकै छ। त्यो हिसाबले यस्ता विषयहरूलाई एकदम गहिरिएर अध्ययन गर्नु होला। अब धेरै समय छैन र यो भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। आगामी 20 दिनहरूमा यी र यस्तै सामग्री लिएर फेरि पनि उपस्थित हुनेछौँ। तपाईँ लोकसेवा तयारी गर्नुहुन्छ, तपाईँ सामान्य ज्ञान जेके आइक्यू लगायत तपाईँ लिखित परीक्षाहरूमा पनि तपाईँ सामेल हुनुहुन्छ भने र तपाईँलाई विषयको कन्टेन्टको अभाव छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुहोला, नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला र हाम्रा भिडियोहरू, हाम्रा सामग्रीहरू तपाईँलाई कस्तो लागिरहेका छन्, जस्तो लागिरहेका छन् त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोला भन्दै आगामी दिनहरूमा यी र यस्तै सामग्री लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म पनि बिदा हुन्छु। हस्, नमस्ते।